बस्नु आउनु बस्नु बस्नुहुन्छ त बस्नुहुन्छ उता बस्नुहुन्छ मेरो घर दाङ हो आउनु बस्नु हजुर म त उता घुमेर आएको उता ए चिया खानुहुन्छ चिया थाइल्यान्ड घुम्नुभयो कस्तो लाग्यो थाइल्यान्ड हजुरलाई अब जापान जाँदै हुन्छ जापान त म नि बसेको बा 9 वर्ष 9 वर्ष जापान कहाँ सिबिया भन्ने ठाउँमा घुम्न जानुपर्छ है त्यहाँ नेपाली छन् नेपाली छन् है सिनोको भवन तपाईँ जानुभन्दा अगाडि यहाँ भेट्दा आउनु तपाईँलाई अब प्रोग्राम गरेर सर सम्मान गर्ने बनाइदिन्छु तपाईँको गोरालाई लिएर आउनु गोरा आन्नन् थाइल्यान्ड कस्तो लाग्यो त हजुरलाई थाइल्यान्ड बाबु थाइल्यान्ड रमाइलो रमाइलो है त्यत्रो समुद्र त्यत्रो बिचमा तर घुम्नुभयो नि त्यत्रो जहाजमा हिँड्न पाइने अलि महँगो रहेछ क्या खानेकुरा नि खाने त एउटा महँगै हुन्छ नि अब टुरिस्ट एरिया हो नि त त्यो त मैले त थाइल्यान्ड युरोप भनेको त रहन्छ है कहाँ युरोप भने थाइल्यान्ड त एसियामै पर्छ त युरोप रहन्छ पहिलो सुरुमा बेनी गयो बेनीमा बस्यो एक नाइट बेनीबाट फेरि बिहान एक दिन बसेर फेरि माथि मुस्ताङ मुक्तिनाथ गयो त्यो दुईटा पोखरीमा नुहाउनु त्यो दुईटा पोखरी छ नि धारोमा नुहाइयो दुईटा पोखरीमा नुहाइयो त्यहाँ त माथि त अझै पनि चिसो बहुत चिसो छ धेरै दार्जिलिङमा जाडो के अरे दाङमानिले त कहाँ यता स्वर्गद्वारतिर त्यो अहिले लुम्बिनी प्रदेशको राजधानी भएको छ नि दाङमा अहिले हो त्यही तपाईँ स्वर्गद्वारी जानुभयो माओवादी पाला माओवादी पालामा जानुभयो अनि स्वर्गद्वारी कस्तो लाग्यो हजुरलाई राम्रो लाग्यो बाटो यहाँ त माइकहरू बसेर लगेर माइकहरू बसेर चढ्दो रहेछ अनि फेरि त्यो स्वर्गद्वारी जान फेरि तलै रोक्नुपर्छ पैदल जानुपर्छ माथि दर्शनको लागि त पहिला त थिएन होला सिडी होइन अहिले सिडी बनाएको छ त्यहाँ गाई त्यत्रा नुन लानुपर्ने त्यहाँ हो गाईहरू धेरै हुन्छ नुनहरू लैजान्छ है नुन लानुपर्ने तपाईँ माओवादी पालोमा जानुभयो है गाडी रिजर्भ गरेर जानुभएको यहाँ सबै फ्यामिली जानुभएको भैँसी गाई भनेर हालिदियो बाहुनले भैँसी गायो भनेर हालिदियो है सम्राट दाईको भलकमा हालिदिएको सम्राट दाईले नि आजभोलि भलक बनाउनुहुन्छ नि धेरै तपाईँलाई माया गर्ने मान्छे धेरै भयो कि होइन धेरैले माया मान्छ मान्छेको व्यवहार हुनु पर्यो नि राम्रो मान्नलाई होइन त्यही त नि हजुरको बोली वचन राम्रो छ नि त बोल्ने सबैसँग माया गर्नुहुन्छ त्यही भएर त हजुरलाई राम्रो मान्छन् वाइनट कोकोनट लालाजी पोखरा लालाजी फेमस लालाजी नाइस टु मिट यु थोक भाइ थोक या ल भयो बाबु